हे हे यहाँ के छ यहाँ हेर्नु ल यो चाहिँ एकदम खतरा चिज चाइनाबाट आएको चिज हो है यहाँ हेर्नु म तपाईँलाई देखाउँछु के छ भन्नुहुन्छ भने ओहो यहाँ हेर्नु ल यहाँभित्र के छ भन्नुहुन्छ भने यहाँ हेर्नु फ्रग सब म खोलेर देखाउँछु है टक्क यो चाहिँ सानो सानो भ्यागुता रियलको होइन यो छिट्टै हो तर हाम्रो भिडियोको लागि अब हामी कहाँ प्रयोग गर्छौँ भनेर पनि हजुरहरूलाई हामी देखाउँछौँ ल म खोल्दैछु सबै परि खोलिसक्छु अनि देखाउँछु है यहाँ हेर्नु हेर्नु ल यहाँ हेर्नु यो एउटा यो कलरको एउटा अनि दुईवटा चाहिँ त्यसकै सानो सानो अझै मिनीवाला यो एउटा यो एउटा अब यो भ्यागुता हामी कहाँ प्रयोग गर्दैछौँ हामी आज के काम गर्दैछौँ सबै तपाईँहरूलाई देखाउँछौँ भिडियो अन्तिमसम्म हेर्नु होला कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला हेर्नु है त यो मिनिएचर भ्यागुता सानो सानो मिनी भ्यागुता टोय हो है तर यो रियलको होइन अब यो कहाँ जान्छ हाम्रो भ्यागुता कहाँ जान्छ भन्नुहुन्छ भने यहाँ एउटा यहाँनिर टक्क एउटा चाहिँ यहाँ राख्छौँ अनि सानो एउटालाई पिच्छमा यसलाई यहाँ अब हेर्नु है कस्तो देखिन्छ टक्क यहाँ मान्छेले बल्छी थाप्दै गरेको होला यहाँनिर भ्यागुता हुन्छ अब हामी यहाँबाट चाहिँ यसलाई पानी हाल्छौँ यहाँ भर्छौँ र आज चाहिँ हामी के बनाउँदैछौँ भनेर हेर्नको लागि अब पालो तपाईँले त्यतातिर हेर्ने हामी कन्टेन्ट चाहिँ के बनाउँदैछौँ भनेर तपाईँहरूलाई देखाउँदैछौँ युट्युबको लागि फेसबुकको लागि र टिकटकको लागि एकैचोटि बनाउँदैछौँ कन्टेन्ट कहाँ आउँछ भन्नुहुन्छ भने यहाँ हेर्नुलाई सानो क्रिएटरमा आउने हो युट्युबमा पनि सानो क्रिएटर फेसबुकमा सानो क्रिएटर टिकटकमा सानो क्रिएटर र इन्स्टाग्राममा पनि सानो क्रिएटरमा आउँछ अब हामी कन्टेन्ट के बनाउँदैछौँ सुरुमा क्यामेरातिर लिएर जान्छु यहाँ हेर्नु यस्तो कन्टेन्ट बनाउँदैछौँ अब सट्ट हामी कता जान्छौँ यहाँ हेर्नु है ओहो कन्टेन्ट चाहिँ हाम्रो यस्तो हुन्छ है अब के हुन्छ भनेर म तपाईँहरूलाई मजाले बुझाउँछु ल हाम्रो कन्टेन्ट चाहिँ यो फ्लिक्स बस योभन्दा अगाडिको भिडियोहरू हेर्नु भएको थियो भने मैले यो बस ल्याएको भिडियो हेरेको थिएँ आज यो बसको चाहिँ हामी बस स्टप बनाउँदैछौँ बस स्टपमा हाम्रो यहाँनिर एकजना क्यारेक्टर छ है यहाँ सानो क्यारेक्टर देख्न सक्नुहुन्छ यो क्यारेक्टर चाहिँ यो बस चढ्नको लागि खोजिरहेको हुन्छ भने यो पुरानो बस स्टप हुन्छ त्यो बस स्टप चाहिँ लड्छ लडिसकेर चाहिँ हामीले यसलाई नयाँ सिमेन्टको बस स्टप बनाइदिँदैछौँ अब यो बस यसरी आउँदैछ यो खालको हुन्छ हाम्रो चाहिँ कन्टेन्ट र हामीले यहाँनिर सानो बस स्टप भिलेज 2 किलोमिटर भनेर लेखेको पनि छौँ भने अब हाम्रो चाहिँ यहाँबाट सुट हुँदैछ सुट दिइरहेको चाहिँ कस्तो देखिन्छ अन द स्क्रिन भनेर चाहिँ देखाइन्छ देखिरहेछ यस्तो देखिन्छ रिल्समा भने अब हामी अर्को यहाँबाट यो ठुलो क्यामेराबाट चाहिँ अर्को क्यामेराले युट्युबको लागि खिच्छौँ अहिले यो रिल्सको लागि सेटअप हुँदैछ भन्नुहुन्छ भने यसलाई चाहिँ युट्युबमा फेसबुकमा टिकटकमा हाल्नको लागि कन्टेन्ट बनाइरहेको हो तपाईँहरू यो के गरेको भन्ने सोचिराख्नु भएको छ भने चाहिँ यो चाहिँ हामीले कन्टेन्ट बनाउँदैछौँ यो कन्टेन्ट चाहिँ हामीले युट्युब फेसबुक टिकटकमा हाल्छौँ जुन कन्टेन्ट चाहिँ देश विदेश सबैतिर हेर्नुहुन्छ त्यहाँबाट चाहिँ हामीलाई पैसा जेनेरेट हुन्छ र यो चाहिँ एउटा इन्कमको सोर्स हो हाम्रो त्यो कारणले चाहिँ हामीले यो कामहरू गरिरहेका छौँ अब यो चाहिँ हामीले यसो कोठाभित्र हुन्छ यो सबै कुराहरू भने त्यहाँनिर बनिँदैछ बसको ड्राइभर टक्क चन्दन लगाएर बसिरहेको छ सेम ड्राइभर जस्तै हो त भाइ क्यारेक्टर त यता फेरि यो बाहिर हेरेर बसिरहेको छ एउटा प्यासेन्जर यो बसमा जम्मा दुईवटा मात्रै प्यासेन्जर हो अब यहाँबाट उठाउँछन् तिनजनालाई यहाँबाट उठाउँछ यो बसले त्यस पछाडि जान्छ यस्तो खालको छ हाम्रो कन्टेन्ट स्टोरी चाहिँ यस्तो खालको छ र भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला यो च्यानल तपाईँलाई नयाँ छ र तपाईँ हेर्दै मात्रै हुनुहुन्छ भिडियो मात्रै हेर्नुहुन्छ सब्सक्राइब गर्नुभएको छैन भने आजै सब्सक्राइब गर्नुहोला तपाईँलाई पनि काम लाग्ने खालको भिडियोहरू हामी यो च्यानलमा चाहिँ हालिरहेका हुन्छौँ
हामीले के काम गरिरहेका छौँ, हामीले लुकाएका छैनौँ, सबै कुरा चाहिँ हामीले देखाइरहेका छौँ। तपाईँलाई पनि केही कुरा नलेज होस्, तपाईँलाई पनि कन्टेन्ट बनाउन सजिलो होस् भनेर चाहिँ हामीले देखाइरहेका हुन्छौँ। यो च्यानललाई सबैजनाले सब्सक्राइब गरेर चाहिँ बेल आइकन दबाउनुहोला, ताकि अब आउने भिडियो चाहिँ तपाईँको मोबाइलसम्म चाहिँ आफै आउँछ। त्यो भएको कारणले तपाईँलाई चाहिँ अब हामीले बनाउने भिडियोहरू एकदमै, अब हामीले भिडियो सुट कसरी गर्ने, एडिट कसरी गर्ने, थम्बनेल कसरी बनाउने, यी सबै कुराहरू, टेक्निकल कुराहरू पनि हामीले यसै च्यानलमा हाल्छौँ। त्यो भएको कारणले हामीलाई भन्दा पनि फाइदा चाहिँ तपाईँहरूलाई हुन्छ। सबैजनाले सब्सक्राइब गर्नुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्नु होला है त। र हाम्रो अब यहाँ सुट चलिरहेछ, छलफल हुँदैछ के कसो गर्ने भन्ने। यहाँ क्यामेरा छ, त्यहाँनिर एउटा क्यामेरा राखिरहेको छ। त्यो क्यामेरा अब हामी युज गर्दैछौँ। सबै कुराहरू टक्क हुँदैछ। ल, कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। आजको भिडियो चाहिँ यति नै। अब हामी काम गर्दैछौँ। काम गरिसकेर यो सबै भिडियोहरू कस्तो बन्यो त भनेर हेर्नको लागि चाहिँ सानो क्रिएटर भन्ने युट्युबमा गएर सर्च गर्नुहोला। त्यहाँ पनि सब्सक्राइब गर्नुहोला। त्यहाँ आउँछ एउटा, र फेसबुकमा सानो क्रिएटर, टिकटकमा सानो क्रिएटर, इन्स्टाग्राममा पनि सानो क्रिएटर, सबैतिर हेर्न सक्नुहुन्छ है त।